हेलो साथीहरू, आज हामी एउटा नयाँ मानुवा कभर गर्ने छौँ। मानुवाको नाम हो हार्डकोर लेभलिङ वरियर। लेट्स स्टार्ट द भिडियो। मानुवाको सुरुमा हामी हेर्छौँ छतमाथि कारै कार एउटा बेड राखेछ, अगाडि पुरै एकपट्टि गेमिङ सेटअप राखेछ। फेरि हामी त्यो केटालाई हेर्छौँ, भन्छ आई एम ग्रेट, म ग्रेट हो, पुरै गेमभरिमा सबभन्दा टपको मान्छे मै हो, गोल्डन आर्मर, द गोल्डन आर्मर मैले जितेँ। त्यो पागल जस्तो हाँस्न छ, भा हो के काका बाहा या गरेर हाँस्न थाल्छ। बडाममा गएर पछाडि लड्छौ, टाउकोमा ड्याममा लाग्छ। त्यो टाउकोले गर्दा त्यसको मोबाइलै फुट्छ। मोबाइल फुट्छ, त्यसले भन्छ छ्या मेरो ग्यालेक्सी 6 आइरन म्यान लिमिटेड एडिसन फुट्यो। वेल केही छैन, म नयाँ लिइहाल्छु। हो यो आयो, अरू केही ढिलो भयो नि, यो कहिले ढिलो हुँदैन यार। अलराइट, जाम थोरै पैसा कमाम। यो दुनियाँमा एउटा एप छ, गेमिङ एप, त्यसबाट तपाईँहरू सपनामा नि गेम खेल्न सक्नुहुन्छ। फेरि जान्छ ओछ्यानमा ढलेर कानमा इयरफोन हालेर मोबाइलमा कनेक्ट गरेर सुत्छ। त्यसले भन्छ म यो दुनियाँमा आएँ द स्ट्रङ्गेस्ट र्याङ्क नम्बर 1 हार्डकोर लेभलिङ वरियर, जस्ट लगिङ इन वेस्टर्न किङडम, आई एम ब्याक। फेरि हामी हेर्छौँ धेरैजना उसलाई हेरिरहेको हुन्छ। यो त्यही मान्छे होइन जसले हरेक क्वेस्टमा जित्छ। पिछलो हप्ता मलाई नि हराइदिएको थियो यसले, कहिले नि अरूलाई जित्न दिन्न, जहिले नि आफै जित्छ। यो पुरै यो गेम वर्ल्डमा र्याङ्क 1 मा छ। फेरि त्यो नाक आफ्नो खुजिआउँदै भन्छ तिमीहरू मेरो आनमा हेरेर जलिरहेछ नि, बी मोर जेलेसी, हा। फेरि ऊ हाँस्दै दौडिन्छ, कोही बाटोमै भेट्छ, उसलाई भन्छ सर तपाईँ यहाँ सबभन्दा स्ट्रङ्गेस्ट हो, मलाई 10 गोल्ड कोइन प्लिज दिनु न। फेरि अरूले भन्छ छ्या यसले भिख मागिरह, त्यो नि यो मान्छेसँग। फेरि हामी मेन क्यारेक्टरलाई 10 गोल्ड। फेरि हेर्छौँ त्यसले 1000 गोल्ड कोइन निकाल्छ। ओ थ्याङ्क यू। फेरि नेक्स्ट प्यानलमा त बडाङ्ग त्यसको मुखमा आएर त ढालिदिन्छ, आई हेट नोब्डा जो भिख मागेर गेममा अगाडि बढ्न खोज्छन्। हामी फेरि नेक्स्ट प्यानलमा हेर्छौँ कोही बाँदर जस्तै पुलिस गार्ड आएको हुन्छ, ऊ एनपिसी गार्ड हो, एरेस्टिङ द रेड प्लेयर। फेरि त्यो फेरि हाम्रो मेन क्यारेक्टर त्यसलाई हेरेर भाग्छ। ल साथीहरू, अब यसलाई एउटा हामी नामले बोलाउँछौँ, जोकर। उसको अनुहारै जोकर जस्तो त। देन हामी एउटा घरमा आउँछौँ। एक्चुअलीमा यो गेमिङ वर्ल्डको ब्याङ्क हो, अनि यहाँ मनी लिडरको नाम हार्ट हिटर हो, उसको असिस्टेन्ट म्यानेजरको नाम रिम हो, अनि हाम्रो जोकरले आफ्नो गोल्डन आर्मर यहीँबाट उधारो पैसा लिएर किनेको थियो। फेरि हार्ट हिटरले भन्छ हाम्रो पहिलाको 40 मिलियन बाँकी छ, मिन्स हाम्रो वर्ल्डको $20,000 हुन्छ। त्यही भएर मलाई त्यो मान्छेहरू मन पर्दैन जसले उधारो लिएर पैसा चुकाउँदैन। मैले उसको औँला काटेर भित्तामा ठोकिदिन्छु। भएर तपाईँले यो एसएस र्याङ्क क्वेस्ट कम्प्लिट गरेर तपाईँले आफ्नो पैसा चुकाउन सक्नुहुन्छ। ल क्वेस्ट कम्प्लिट गरिदिउँला नि यार। कम्प्लिट गर्नुभन्दा अगाडि तिमीले एउटा एग्रिमेन्ट साइन गर्नुपर्छ। रिम गएर एग्रिमेन्ट अनि हेराउ त। यस मास्टर। अनि रिमले मलाई एउटा हातले कसरी दिस, रिमलाई पिट्न थाल्छ। रिमले भन्छ छोड्नु किन पिट्नु भयो यस्ता नचाहिँदो कुरामा। फेरि जोकरले कन्ट्र्याक्ट साइन गरिदिन्छ। हिटरले भन्छ कन्ट्र्याक्टको टर्म्स नपढिकन साइन गरिदियो, स्पिरिट म्यान। जोकरले भन्छ ल धेरै नबोल, छिटो क्वेस्ट मेरो दे। हामीले हेर्छौँ हाम्रो जोकर आइसकेछ क्वेस्ट कम्प्लिट गर्नको लागि। उसको अगाडि छ हामी एउटा ठुलो साँप जस्तो पाइथनलाई हेर्छौँ। फेरि जोकरले भन्छ कति फनी छ, यसलाई एकचोटिमा हराइदिन्छ पाइथनलाई। फेरि पाइथनलाई कलप्प खाइदिन्छ। फेरि त पाइथनले भन्छ तँलाई मैले खाएँ, तेरो शरीर मेरो भेनमले पुरै जलेर गलेर खत्तम हुन्छ, यु आर स्टुपिड ह्युमन। फेरि हामी जोकरलाई भन्छ त्यो हाँस्न थाल्छ अनि भन्छ साँच्चीकै सानो सर्प, तेरो यति औकात छैन कि मलाई केही गरे हेरास। नेक्स्ट प्यानलमा हामी हेर्छौँ हाम्रो जोकरले उसलाई फाडेर निस्क्यो। फेरि जोकरले भन्छ यो त एकदम सजिलो थियो यार। ल फाइनली क्वेस्ट सक्यो, तर कम्प्लिट भएको किन हेराएन यार। ओ माई गड, मेरो शरीरभरि भेनम टाँस्छ यार। यो $1,00,000 को कपडा हो। त्यसले छिटो सफा गर्न थाल्छ कपडाहरू, त्यो टल्किन्छ, ये भन्छ। फेरि उसको माथि फायर बिम आएर खस्छ, फेरि उसले कालै पारिदिन्छ। फेरि हामी पहाडको माथि कुनै अरू प्लेयर पनि छन्।
तिनीहरूले भन्छ यस हामी यसलाई हराइदिए। फेरि एकपट्टिको बेला भन्छ के लाग्छ तँलाई यो यति चाँडै यो हार्छ? फेरि दोस्रो प्लेयरले भन्छ इडियट तँलाई के लाग्छ यस नर्मल बिम थियो, यो थियो 20 क्याम्बाइट म्याजिकल स्किल, यसबाट कोही पनि बाँच्न सक्दैन बुझिस? फेरि हामी हेर्छौँ उसले त एउटै हातले रोक्दैछ। उसले रिसमा भन्छ हेयर फायर। हामी उनीहरूलाई हेर्छौँ तिनीहरू दौडिन थाल्छन्, भाग्न थाल्छन्, डरे भाग 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 यसले मार्ने हो, हामी सबैलाई भाग्न थाल्छन् सबैजना। फेरि त्यो हरियो कपालको मान्छेले फेरि भन्छ अब सबैजनाले आफ्नो ताकत वेपन सबै चिज लगाइदिए यसलाई मार्नको लागि। फेरि हामी जोकरले हेर्छौँ, जोकरले भन्छ द स्ट्रङ्गेस्ट हो म, द स्ट्रङ्गेस्ट हार्डकोर लेभलिङ वरियर, noobs from the entire server. How dare you scratch my armor? किन भागिरहेछस् रोक? दौडिँदै आउँछ भन्छ मोनो ब्लेड रेज। हामी हेर्छौँ अरूको हात कापिरहेको छ अनि उसले पुरै मान्छेहरूलाई काटेर चिथडा उडाइदिन्छ। त्यही लास्टमा भन्छ मुनलाइट स्ल्यास अल इज डेड। मलाई थाहा थियो यिनीहरू बच्चा बच्ची मलाई के नै गर्न सक्छन्। फेरि हामी हेर्छौँ त्यो पाइथन उठिसकेछ तर जम्बी भनेर। फेरि हाम्रो जिरोले त्यो पाइथन हेरेर भन्छ कुरा त सही हो, यो एसएस लेभलको क्वेस्ट हो, यति चाँडो थोरै सकिन्छ। हाम्रो जोकरको पछाडि त्यही केटालाई हेर्छौँ जसले 10 गोल्ड कोइन मागेको थियो। फेरि हाम्रो जोकरले त्यसलाई हेरिहाल्छ, ओइ न्युबी यहाँबाट भागिहाल नभए मैले आफ्नो माइन्ड सेट चेन्ज गरे भने तँलाई यहाँ मारेर खत्तम पारिदिन्छु। फेरि हामी त्यो न्युबीलाई हेर्छौँ हातमा एउटा सानो ड्यागर लिएर बस्यो। फेरि हाम्रो जोकरले भन्छ ड्यागर यसले के नै गर्न सक्छ। फेरि हाम्रो जोकरले एउटा हात अगाडि ल्याउँछ, फेरि त्यो न्युबीले उसको हातमा ड्यागर घुसाइदिन्छ। कसरी भयो यो? फेरि हामी त्यो न्युबीलाई हेर्छौँ त्यो चेन्ज हुन थाल्छ। तँलाई के लागेको थियो जहिले नि तै जितिरहन्छस्, तर दिस टाइम आई एम विन। उसले एक किक उसको पेटमा हाने बड्याङ्ग। एउटा ब्यागबाट हामी त्यो हाम्रो न्युबीको सिन हुन्छ बा। फेरि त्यो न्युबीले भन्छ त गेम हारिसकिस् यु बास्टर्ड। फेरि हाम्रो न्युबीले उसको गालामा यस्तो ठुलो पन्च हान्छ कि उसको दाँतै बाहिर निस्किन्छ। फेरि हाम्रो जोकरले हेर्छ भन्छ यु लेडी तिमीले किन यो गरिरहेको छ? फेरि हाम्रो न्युबीले भन्छ ए त्यही भएर तँलाई केही भए होइन यो आइटमले गर्दा, ल तेरो सबै आइटम मलाई दे। फेरि उसलाई पुरा नाङ्गे पारेर उसको सबै जिउको कपडा निकालिदिन्छ, पुरै लात्ता उसको टाउकोमा हानेर उसको सबै सामान लिएर हिरो एक पोजमा उभिएर आई एम विन, यो सबै आइटम मेरो हो। फेरि हाम्रो जोकरले भन्छ के भनिरहेछस् तैँले, मेरो आइटमहरू छिटो दे। ओ तँलाई के लाग्यो म डराए? साला ब्याक ल तँलाई गुड लक। अनि मलाई थाहा छ यदि तिमी यहाँ मरे भने तिम्रो लेभल पावर स्टेट सबै रिसेट भएर एक लेभलमा आइदिन्छ होइन? यो सुनेर त्यो जोकर सक हुन्छ। तँलाई कसरी थाहा? त्यसपछि हामी हेर्छौँ त्यो जम्बी पाइथनले त्यसको टाउको क्याराप खाइदिन्छ। मानवा यही एन्ड हुन्छ। टु बी कन्टिन्यू। नेक्स्ट पार्टको लागि कमेन्ट गर्नु होला। यदि भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला।